अरे भगवान, कुन भगवान हो, पानी रोक्नुहोस्। यसरी 7 दिन पानी पर्यो भन्दा बिजोग हुन्छ। के गरिबस्नु रुममा। ल है साथीहरू, तपाईँहरूको कस्तो भइरहेछ दसैँ छुसक। मेरो त हेर्नु अब यस्तै हो, जङ्गलतिर बस्ने है। ल पानी परेको परै छ, यस्तै पानी पर्यो भन्दा बिजोग हुन्छ त। अब के गरी बिताउनु त, ल यत्रो दिन भन्नु त। ल ल कुन कुन भगवान हो पानी पराउने चाहिँ, होइन। अब नेपालतिर त भगवानले पानी परायो भन्छ। पानी भगवानले पराएको भने चाहिँ मेरो कुरा पनि सुनिदिनुहोस् कहिले कहिले। पानी चाहिँ रोकिदिनु पर्यो। अब दसैँभरि पानी परेर त खत्तम भयो त अनि जिन्दगी त। 7 दिनको छुट्टी पाएको छ, के गर्नु अब म छुट्टीमा, ल भन्नुहोस्। जाने कता, पानी परेपछि जाने ठाउँ हुँदैन, बस्ने यस्तो ठाउँमा छ हेर्नुहोस् है। अब 7 दिनसम्म भनेको यहाँ मान्छेको आवाज सुन्नलाई ठिटिक्कै हो। 7 दिनसम्म मैले मान्छेको आवाज सुन्दैन यहाँ। यस्तो झाडीतिर बस्नु परेको छ। अनि गर्नु चाहिँ के हो, गर्नु चाहिँ के हो, ल भन्नुहोस् त। ल ल है भगवान, पानी चाहिँ रोकिदिनु पर्यो। हस् त, धन्यवाद।